औषधि खाँदाखेरि औषधिले कमजोर बनाउँछ भनेर सोध्नु भएको छ। जस्तै यो के हुन्छ भन्दा हाम्रो एङ्जाइटी, डिप्रेसन अथवा मनोरोग सम्बन्धीका समस्याहरूमा चाहिँ एक खालको शारीरिक थकान, कमजोरी, जस्तो मनोबलको कमी पनि हुन्छ र मैले केही पनि गर्न सक्दिनँ भन्ने खालका विभिन्न खालका वैचारिक समस्याहरू पनि भइरहेका हुन्छन्। त्यो चाहिँ एउटा रोगको लक्षण नै हो। अनि बिरामीलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ औषधि खाएपछि चाहिँ कमजोर भएँ भनेर धेरैले कम्प्लेन गर्नुभएको छ। खासमा चाहिँ उहाँलाई जुन कमजोरीपना चाहिँ औषधिको नभएर रोगकै लक्षण नै रहेको हुन्छ र यो रोगमा चाहिँ जुन कमजोरीपना छ त्यो चाहिँ अरू लक्षणभन्दा औषधिले चाहिँ अलिक ढिला काम गर्ने भएको हुनाले चाहिँ बिरामीले त्यो महसुस केही हप्तासम्म गरिरहनु भएको हुन्छ। त्यसैले के बुझ्न जरुरी छ भन्दा औषधिले कमजोर गराएको होइन, हामीलाई चाहिँ हाम्रै रोगले कमजोर बनाएको हो र नियमित औषधि सेवन गर्दै जाँदाखेरि बिस्तारै त्यो कमजोरीपना पनि ठिक हुन्छ र हामीसँग भएका एङ्जाइटी, डिप्रेसन सबै कुराहरू सन्चो हुन्छ र भविष्यमा आउने दिनमा चाहिँ हजुरलाई परामर्श गर्नुभएको, चेक गर्नुभएको डाक्टरले समय पुगेपछि औषधि बन्द पनि गरिदिनुहुन्छ।